पहाड घर कहाँ पर्यो के हिँ गरे नि पहाड घर कहाँ भने आफ्नो जन्म ठाउँ भन्नेलाई पनि लाज हुन्छ पहाड घर कहाँ भने के ल कस्तो मान्छे राख्यो बालमा पहाड घर कहाँ भनेको निच्च दाँत देखाएर आँखा चर्र गयो यस्तो मान्छेलाई बालमा राखेर हुन्छ भोलि यसलाई देशको नाउँ राख्न कुनै अर्को देशमा भाग लिनु पठायो भने तपाईँ कुन देशबाट भनेर सोद्धाखेरि धर्म नेपाल भन्नु सक्दैन ल सक्दैन हो यसले यो पृथ्वीको म चिया बनाएर ल्याउँछु है होइन यसो गरौँ न भान्सामै जाउँ उतै मैले कसरी चिया बनाउँछु त्यो पनि हेरौँ मिठो स्वाद तैँले के भन्नु खोजेको हामी त्यो चिया पकाएको नदेखेको मान्छे हो नाम पो मगन त नारायण त तक्पी बुढोको साथी भनेपछि तैँले चिन्नु पर्दैन बाउको साथी आफै चिया बनाएर जाऊ कस्तो खालको मान्छे हुन्छ छोरा त भन्नु मात्रै पत्रै अनि के लाखे बुहारी चाहिँ छैन कोटै यता झाट बुहारी अँ बुहारी त उता 1914 में इजरायल पो गएको छ त यहाँ इजरायल भनेपछि चाहिँ त्यो काकड भिट्टा भन्दा पनि अलि उतै जानु पर्यो होइन हौ काकर भिट्टाबाट आधी घन्टा रिक्सामा गएपछि त ठेक्कै पुगिहाल्छ नि पर कौशीबाट ढाका टोपी लाएर हेर्ने मान्छे हाम्रै गाउँको जस्तो लाग्छ पहाड घर कहाँ चिया पाकिसक्यो के जाऊ भित्र कहाँ पाक्छ यति छिटो पाकिसक्यो पाक्यो पाकिसक्यो लुजुङ पाक्यो। लाखे यो कोट र यो टोपी चाहिँ भित्र दराजको भित्र राख्नु पर्ने यो फुर्के डाँडा सागरी छ भाउ यो गैरी गाउँको छेउ भनेदेखि त अब नाङ्लात्रै 5 हुन्थ्यो अब रसिलो पनि हुन्थ्यो यो अलिकति पानी नपियाएर छ क्या यसलाई यो मजाले पानी पिया थियो भने हुन्थ्यो तै पनि केही छैन यसलाई के गर्नु भन्दाखेरि पकाउने तरिका चाहिँ त्यो घिउको भुटुन छ्यास्या हाल्दा त्यसमा झ्वाइँ ओइरिनु अनि पर्याङ 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 भुटेर जिराको धुला यति जिराको धुलो छ्यास्या हालिदिनु त्यस पछाडि लेकको पिठोको ढिँडो यस्तो 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 उडालेर त्यस पछाडि ढिँडो र साग बस सिद्धो हौ झुसे यहाँ माथि आउ त एकछिन नगरौँ त्यहाँ अनि त्यस पछाडि हिजो पारे मै